के तपाईँ पनि युएई मा हुनुहुन्छ र आफ्नो युएई को नम्बरबाट ई-सेवा एकाउन्ट खोल्न चाहनुहुन्छ भने यो भिडियोमा म तपाईलाई स्टेप बाइ स्टेप बताउने छु। सो आउनुहोस् भिडियो सुरु गरौँ। यसको लागि सबैभन्दा सुरुमा तपाईले आफ्नो फोनमा ई-सेवा डाउनलोड गर्नु होला र ई-सेवालाई ओपन गर्नु होला। त्यसपछि लगइन रजिस्टर भन्नेको अप्सनमा थिच्नु होला। अब मुनिपट्टि यहाँ रजिस्टर भन्ने एउटा अप्सन रहेको छ, यो रजिस्टर भन्ने अप्सनमा थिच्नु होला र अब त्यसपछि यहाँनेरि नेपाल लेखिरहेको छ भने त्यहाँनेरि तपाईले सर्च गरेर यहाँ युएई सर्च गर्नु होला र त्यसपछि यहाँनेरि युएई को नम्बर राख्नु होला र युएई को नम्बर राखिसकेपछि मुनिपट्टि तपाईलाई फुल नेम भन्छ, यहाँ तपाईले आफ्नो फुल नेम राख्नु होला र मुनिपट्टि जेन्डर सिलेक्ट गर्नु होला र यहाँनेरि तपाईलाई यो यहाँ एउटा दिएको छ, यसमा तपाईले कन्फर्म गरेर चाहिँ प्रोसिडमा जानु होला। प्रोसिडमा गरिसकेपछि तपाईलाई एमपिन राख्न आउँछ, एमपिन राखिसकेपछि तपाईको सेटअप हुन्छ र तपाईको एकाउन्ट क्रिएट हुन्छ। अब तपाईले एमपिन राखिसकेपछि माथिपट्टि फेरि तपाईलाई युएई को नम्बर राखेर अघि तपाईले जुन एमपिन राख्नु भएको थियो त्यो एमपिन हाल्नु होला। हालिसकेपछि यहाँ अब तपाईलाई चाहिँ यहाँ आफ्नो प्रोफाइलहरु यहाँनेरि तपाईले केवाईसी फर्म भर्नुपर्ने हुन्छ। यहाँनेरि तपाईलाई सुरुमा लोकेसन माग्छ, लोकेसन तपाईले टर्न अन गर्दा नि हुन्छ अथवा तपाईले नो थ्याङ्क्स गर्दा पनि हुन्छ। अब यहाँनेरि तपाईले केवाईसी भर्नको लागि आफ्नो नाम, त्यसपछि फर्स्ट नेम, लास्ट नेम, आफ्नो डेट अफ बर्थ, त्यस्तै तपाईले चाहिँ यहाँनेरि आफ्नो स्पोन्सर छ, म्यारिड हुनुहुन्छ भने म्यारिड लेख्नु होला र यहाँनेरि सबै कुराहरू लेखिसकेर आफ्नो फादर नेम, मदर नेम राख्नु होला र तपाईँ यहाँनेरि अर्को पेजमा गइसकेपछि यहाँनेरि अब फेरि तपाईले चाहिँ यहाँ एड्रेस डिटेलहरू भर्नुपर्ने हुन्छ। एड्रेस डिटेलमा चाहिँ तपाईँ यहाँनेरि युएई को कुन ठाउँमा बस्दै हुनुहुन्छ त्यो भर्नु होला। त्यसपछि त्यहाँको सिटी, तपाईँ कुन सिटीमा बस्दै हुनुहुन्छ त्यो लेख्नु होला र त्यसपछि स्टेट लेखेर त्यसको जिप कोड लेख्नु होला। तपाईलाई जिप कोड थाहा छैन भने तपाईले गुगलमा गएर त्यो सिटी को नाम र त्यसको जिप कोड चाहिँ सर्च गर्न सक्नुहुन्छ र त्यसलाई तपाईले त्यहाँनेरि भर्नु होला। यहाँनेरि तपाईँ कहाँ बस्दै हुनुहुन्छ त्यसको जिप कोड, त्यसपछि सिटी, यो भरिसकेपछि मुनिपट्टि यहाँनेरि तपाईलाई पर्मानेन्ट एड्रेस आउँछ। यो चाहिँ तपाईले नेपालको भर्नुपर्ने हुन्छ। तपाईँ नेपालको कुन ठाउँबाट हो, कुन प्रदेशबाट हो त्यो भर्नु होला। त्यस्तै त्यहाँनेरि प्रदेशको कुन जिल्लाबाट हो त्यो भर्नु होला। त्यस्तै टोलहरू, वार्ड नम्बरहरू सबै डिटेलहरू भर्नुपर्ने हुन्छ। भरिसकेपछि यहाँनेरि प्रोसिडमा थिच्नु होला। जस्तै म यहाँ भर्दैछु, मेरो टोलको नाम चाहिँ दाम्रेटा हो, वार्ड नम्बर भर्दैछु र अरू डिटेलहरू चाहिँ तपाईको अप्सनल रहेको छ, त्यो नभर्दा पनि हुन्छ। त्यसपछि मुनिपट्टि प्रोसिडमा थिच्नु होला। अब यहाँनेरि तपाईले चाहिँ आफ्नो फोटोहरू, प्रोफाइल पिक्चर यहाँनेरि सेट गर्नुपर्ने हुन्छ र प्रोफाइल पिक्चर सेट गर्नको लागि माथिको यहाँनेरि प्रोफाइल पिक्चर भनेको मुनि थिच्नु होला र यहाँनेरि तपाईले आफ्नो फोटो खिच्नु होला। फ्रन्ट क्यामेराबाट आफ्नो सेल्फी लिनु होला र यहाँनेरि सेलेक्ट गर्नु होला र मुनिपट्टि यहाँनेरि अब तपाईले आफ्नो पासवर्डको डकुमेन्टहरू भर्नु होला। तपाईको पासवर्ड तपाईसँग छैन भने तपाईले फोटोहरू खिचेको हुन सक्छ अथवा घरबाट कसैसँग त्यो मागेर चाहिँ आफ्नो पासवर्डको सम्पूर्ण डिटेलहरू, कहाँबाट पासवर्ड निकाल्नु भएको, त्यसको एक्सपायरी डेट, त्यस्तै तपाईको नागरिकताको नम्बरहरू सबै यहाँनेरि भरिसकेपछि तपाईले पासवर्डको फ्रन्ट साइड र ब्याक साइडको फोटोहरू खिचेर चाहिँ तपाईले सबमिट गर्नुपर्ने हुन्छ र त्यसपछि ई-सेवाले 2-3 दिन लिन्छ र तपाईको भेरिफाई गर्छ। यसरी चाहिँ तपाईले सजिलैसँग आफ्नो युएई को नम्बरबाट ई-सेवा एकाउन्ट बनाउन सक्नुहुन्छ र तपाईसँग पासवर्ड छैन भने पछि पासवर्ड भेटेको समयमा पनि तपाईले यसरी केवाईसी भर्न सक्नुहुन्छ। जति पनि फर्म भरेको छ त्यो यहाँनेरि सेभ भइरहेको छ।